त्यो बाटो हुँदै हुँदै यो चाहिँ हाम्रो होमस्टे तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो होमस्टे भनेर छ फोन नम्बर पनि छ यसमा फोन गरेर आउन सक्नुहुन्छ अनि अब हामीहरु चाहिँ ल साथीहरु बाइक रोकेर अब चाहिँ हामीहरु अघि पानीले पनि ठडायो एकछिन ल हामी चाहिँ सिन्डिकेटको गेटमा आइपुग्यौं ल हामी चाहिँ भनाइ छोडिराखेको छौं पहिलाको बाटोमा गयो पैदल हिँड्ने बाटो नेपालको पानीको मन्दिरतिर ल यो चाहिँ प्रतीक्षालय अब बस्ने ठाउँ दिइराखेको छ हामीहरु चाहिँ बाटोबाट हिँडिराखेको छौँ अब एकछिनमा मन्दिर आउँछ
मन्दिर त देखिराखेको छ यहाँबाट। अब गुफा जाने ठाउँ भनेर गुफा जाने ठाउँ यहाँबाट चाहिँ यसो तल देखिन ल यहाँ लेखेको छ यस मालिका भगवती मन्दिर परिसरमा कुनै वस्तु वा पेय पदार्थ सेवन नगर्नुहोला। यस क्षेत्र हजुरहरूको साथ र सहयोगको कामना गर्दैछौँ। जे होस् यो चाहिँ बस्नेको प्रतीक्षालय भयो अनि यता चाहिँ ठुलो रूपमा चाहिँ घन्टी हो। यो चाहिँ फलामको तर्खा लगाइदिएको छ। लग्छ नजिकै ल अब चाहिँ हामीहरू झ्यालबाट मन्दिर ल अब चाहिँ हामीहरू जाउँ। हामीहरू निस्किँदैछौँ। जुत्ता चप्पल लगाउने कार्यक्रम हुन्छ। जुत्ता चप्पल लगाएर साथीहरू अब चाहिँ हामी निस्किँदै गरेको हो। ल हामी चाहिँ मन्दिरबाट निस्किएर बाइक यता उता राखेको छौँ अनि एउटा बाटो यतातिर गयो होमस्टेतिर यतातिर गयो। अब चाहिँ हामीहरू यता माथि लाग्दैछौँ। भराइ हुँदै हुँदै निस्किनेछौँ। माथि भिलटारमा पुगेर तपाईँहरूलाई देखाउनेछौँ के कसो छ, राम्रो पक्ष नराम्रो पक्ष सब देखाउनेछौँ। हेर्दै जानु होला यता। आज चाहिँ हामीहरू सालाभेला भएर आएको छौँ। ल ल हामी चाहिँ बराङ क्रस गरेर आइसक्यौँ। अब चाहिँ माथि भ्यू टावर चढ्छौँ। चिसो चिसो हुस्सु लागिरहेको छ। यो चाहिँ पहिलो तला भयो। अर्को तलामा जान्छौँ हामीहरू। व्यवस्थापन